A plus in English subject NEB class 12. Is this just a joke? के यो जोक मात्र हो र? पक्कै पनि होइन। हामी इङ्ग्लिसमा सजिलै A प्लस नत्र A ल्याउन सक्छौँ। त्यही भएर यो भिडियो बनेको छ। यो भिडियोलाई जसले अन्त्यसम्म हेर्छ उसको A ल्याउँछ भने उसको A प्लस आउँछ। A आउँथ्यो भने A प्लस आउन सक्छ। B प्लस आउँथ्यो भने A आउन सक्छ। ग्रेड इन्क्रिज हुन्छ भनेको। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। वेलकम ब्याक टु माई अनदर भिडियो इन मधेसी एजुकेसन YT च्यानल। सबभन्दा पहिला त हामी एनइबी बोर्डले जुन इङ्ग्लिसको क्वेसन तयार गर्छ त्यसको प्याटर्न हेर्छौँ। प्याटर्न हजुरलाई बुझाइदिन्छु। यसरी बुझाइदिन्छु कि इक्जाममा बस्दाखेरि पुरै प्याटर्न सरर बुझिहाल्छ के। मतलब सबभन्दा पहिला त हामीहरूलाई के हुन्छ भन्दा प्याटर्न नै थाहा हुँदैन। अब कस्तो क्वेसन आउँछ, एक नम्बरमा के आउँछ यो थाहै हुँदैन, के कुन नम्बरमा कस्तो क्वेसन कति मार्कको आउँछ भनेर त्यही प्याटर्न बुझाउने कोसिस गर्छु है। त्यसैले भिडियोलाई स्किप नगरी राम्ररी वर्ड टु वर्ड ध्यान दिनु होला है। ल अब बुझ्यो है। सबभन्दा पहिला हाम्रो एनइबी बोर्डले जुन क्वेसन तयार गर्छ त्यसमा इङ्ग्लिसको खास कुरा गर्छौँ आज यस भिडियोमा हैन। इङ्ग्लिसमा जम्मी 8 नम्बरसम्म क्वेसन सोधिन्छ। मतलब 1 2 3 4 5 6 7 8 गरेर 8 नम्बरसम्म 1 देखि 8 नम्बरसम्म क्वेसनको प्याटर्न हुन्छ हैन। अब चाहिँ 1 नम्बरबाट सुरु गरेर हामीहरू 0 टु हिरोसम्म जान्छौँ है। मतलब 1 नम्बरमा कस्तो क्वेसन अनि कति मार्कको सबै A to Z हामी बुझाइदिन्छौँ। बस भिडियोलाई स्किप नगरी एकदमै वर्ड टु वर्ड ध्यान दिएर हेर्नु होला है। अब बुझ्यो त। सबभन्दा पहिला क्वेसन नम्बर 1 मा चाहिँ के सोध्छ भन्दा क्वेसन नम्बर 1 मा चाहिँ हामीहरूको अनसिन प्यासेज चाहिँ सोध्छ है। अब कति मार्कको? अब चाहिँ क्वेसन नम्बर 1 मा चाहिँ हाम्रो 15 मार्कको अनसिन प्यासेज एउटा सोध्छ। त्यसमा चाहिँ A B C गरेर 5 5 5 मार्क बाँडेर 5 5 5 5 15 मार्क गरेर हाम्रो अनसिन प्यासेज एउटा सोध्छ। अनसिन प्यासेज भनेको त हामीहरूले एसई दिँदा पनि थाहा थियो हैन। जुन चाहिँ हामीहरूले क्लासमा चाहिँ मतलब नोट न त टेक्स्ट बुकमा हेरेका थियो न त कतै हेरेका थियो हैन। त्यो चाहिँ आफै बनाएर दिन्छ बोर्डले चाहिँ अनसिन प्यासेज भनेर। मतलब हामीहरूले नदेखेका नजानेका प्यासेज है। त्यसमा चाहिँ हामीहरूले खोजी गरेर आन्सर दिनुपर्ने हुन्छ है। त्यो चाहिँ विद्यार्थीको क्षमता जाँच्नको लागि त्यस्तो क्वेसन दिइन्छ अनसिन प्यासेज है। अब चाहिँ 1 नम्बरमा कुरा सकियो। 15 मार्कको हुन्छ। ABC गरेर जस्तै कि A मा हुन्छ मतलब कुनैमा ग्याप फिल इन द ग्याप्स वाला हुन्छ। अनि चाहिँ B नम्बरमा चाहिँ ट्रु फल्स अनि C नम्बरमा चाहिँ फेरि आन्सर क्वेसन हुन्छ। यसरी गरेर चाहिँ हाम्रो यो 1 नम्बरको अनसिन प्यासेज सिद्धिन्छ 15 मार्कको लागि है। अनि 2 नम्बरमा अब के हुन्छ त? 2 नम्बर क्वेसन नम्बर 2 मा के हुन्छ भन्दाखेरि सर्ट आन्सर क्वेसन। अब सर्ट आन्सर क्वेसन भन्दा त्यसमा पनि वर्ड फिक्स हुन्छ। लेखेको हुन्छ कोस्टमा 75 वर्ड्स। मतलब नलेखेको हुँदा पनि हामीहरूले 75 टु 80 वर्ड्स चाहिँ लेख्नुपर्ने हुन्छ त्यसमा सर्ट आन्सर क्वेसनमा। मतलब त्यो एनइबी बोर्डको जुन कपी हुन्छ त्यसको आधा पेज भरिने जति लेख्नुपर्ने हुन्छ यसमा आन्सर। अब यसमा क्वेसन कसरी हुन्छ 2 नम्बरमा त? 2 नम्बरमा सबभन्दा पहिला मार्कको कुरा गर्ने हो भने 2 नम्बरमा 5 वटा क्वेसन हुन्छ 2-2 मार्क गरेर। त्यसैले 10 मार्कको क्वेसन हुन्छ 2 नम्बरमा। अनि चाहिँ A B C D E गरेर 5 वटा क्वेसन हुन्छ त्यसमा चाहिँ हैन सब 2 नम्बरमा। अनि चाहिँ A B C D E मध्ये 2टा क्वेसनमा अर हुन्छ। 2टा क्वेसनमा अर चाहिँ हुन्छ है। अर मतलब यो क्वेसन आएन भने अर्को क्वेसन हजुरको सजिलोको लागि दिएको हुन्छ भन्दाखेरि एउटा आएन भने अर्को गर्छ भनेर। जस्तै कि B नम्बरमा अर दियो भने B को त्यो क्वेसन आएन भने B को तल अर दिएर क्वेसन हुन्छ त्यो बनाउनु होला। अनि चाहिँ D मा अर दियो भने त्यो बनाउनु होला है। 2टामा चाहिँ अर हुन्छ। अब चाहिँ यसमा क्वेसन कताबाट आउँछ भन्दाखेरि त्यही स्टोरीहरू पढेका हुन्छौँ हामी। स्टोरी सर्ट स्टोरीहरू त्यो बुकबाट जति पनि हामी पढेका हुन्छौँ नि त्यहीबाट क्वेसनहरू हुन्छ के। एसे अनि चाहिँ सर्ट स्टोरी 1 एक्ट प्ले त्यहीबाट क्वेसन हुन्छ। अनि चाहिँ अब 3 नम्बरमा जाउँ हामी। 3 नम्बरमा पनि 2 नम्बर जस्तै मार्क त्यही हुन्छ 10 मार्क। तर
त्यसमा चाहिँ दुईटा क्वेशन मात्र हुन्छ, ए र बी गरेर। त्यसमा पनि एउटामा त अर हुन्छ नै, अब एमा अर होस् या बीमा, तर अर एउटामा हुन्छ। अब एमा अर भयो भने त्यो क्वेशन आएन भने तलको अरवाला बनाउनु होला है, यसरी। अनि चाहिँ दुईवटा क्वेशन हुन्छ अनि 5 मार्कको दुवै हुन्छ, दुवैले 5 मार्क क्यारी गर्छ। यसरी 5 2 जा 10 मार्क क्यारी गर्छ 3 नम्बरको क्वेशनले। तर यो चाहिँ लङ आन्सरको लागि है, त्यो चाहिँ सर्ट आन्सरको लागि थियो 2 नम्बरको, 3 नम्बरको चाहिँ सर्ट आन्सरको लागि छ। 150 वर्ड लेखेको हुन्छ क्वेशनमा, नलेखेको हुँदा पनि 150 वर्ड सम्मको आन्सर चाहिँ लेख्नु होला। मतलब 1 पेजभन्दा बढी जान सक्छ, नआतिनु होला, लेख्नु होला है। यति लेखे 5 मार्क मिल्छ। अनि चाहिँ 1 पेज त कम्तीमा लेख्नु नै होला, अनि चाहिँ मार्क मिल्छ। 5 मा 4 पनि मिल्ला है। यसरी 3 नम्बरको क्वेशन बुझ्यो हामी प्याटर्न। अब चाहिँ 4 नम्बरको प्याटर्न बुझ्यो है। 4 नम्बरको प्याटर्न, अब 4 नम्बरको प्याटर्न, 5 नम्बरको प्याटर्न र 6 नम्बरको प्याटर्न चाहिँ एकदमै इम्पोर्टेन्ट। अब किन एकदमै इम्पोर्टेन्ट छ भन्दाखेरि यो चाहिँ 7, 8 र 10 मार्क क्यारी गर्ने क्वेशनहरू हुन्छ। 4 नम्बरमा पहिला हेरौँ है। 4 नम्बरमा हाम्रो एउटा क्वेशन हुन्छ, जस्ट एउटा। त्यो क्वेशन 7 मार्क क्यारी गर्ने हुन्छ। अब त्यो 4 नम्बरमा क्वेशन केबाट हुन सक्छ त भन्दाखेरि त्यो चाहिँ म अहिले जुन कुराहरू भन्दैछु त्यो मध्ये कुनै एउटा क्वेशन जस्ट हुन सक्छ। कि त प्याराग्राफ राइटिङ हुन सक्छ, कि त राइटिङ हुन सक्छ, कि त इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट हुन सक्छ ग्राफवाला, कि त न्युज स्टोरी राइटिङ हुन सक्छ, कि त नोट टेकिङ हुन सक्छ, कि त स्केलेटन स्टोरिज हुन सक्छ है। वर्ड लिमिट पनि हुन्छ यसमा, 150 वर्ड्समा लेख्नुपर्ने हुन्छ है। अनि चाहिँ अब हामी 5 नम्बरमा आइरौँ। 5 नम्बरको क्वेशन चाहिँ 8 मार्कको लागि हुन्छ। एउटै क्वेशन हुन्छ अनि चाहिँ त्यो चाहिँ 8 मार्क क्यारी गर्ने हुन्छ। एकदमै इम्पोर्टेन्ट है 5 नम्बर। अनि चाहिँ त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि म अहिले जुन भनिरहेको छु त्यसमध्ये कुनै है, एनी वान अफ देम है। त्यसमा चाहिँ पर्सनल लेटर हुन सक्छ, कि त जब एप्लिकेसन लेटर, कि त लेटर टु द एडिटर, कि त बिजनेस लेटर, कि त इमेल, कि त राइटिङ अ सिभी भनेको हजुरको आफ्नो बारेमा जुन बायोडेटा हुन्छ नि त्यो, अथवा इमेल राइटिङ। यसरी चाहिँ यसमा पनि वर्ड लिमिट हुन्छ है। वर्ड लिमिट कतिको भन्दा यसमा चाहिँ 180 वर्डसम्म लेख्नुपर्ने हुन्छ, 180 टु 200 वर्डसम्म लेख्नुपर्ने हुन्छ। अनि चाहिँ 3 नम्बरमा अब मतलब 6 नम्बरमा अब के त होइन। 6 नम्बरमा हाम्रो 10 मार्कको लागि क्वेशन सोधिन्छ। जस्ट एउटा क्वेशन हुन्छ, यसमा पनि मोस्ट इम्पोर्टेन्ट है। 10 मार्कको लागि क्वेशन सोधिन्छ, एउटै क्वेशन हुन्छ, 10 मार्क क्यारी गर्छ। अब यसमा के सोध्न सक्छ भन्दाखेरि एनी वान अफ, म जुन अहिले भनिरहेको छु त्यसमध्ये कुनै एउटा है। वर्डमा ध्यान दिनु होला, म पहिला पनि भनिदिएको छु। कि त एसे सोध्न सक्छ, ट्राभेलग, अनि चाहिँ बुक, फिल्म रिभ्यू, बुक फिल्ममध्ये दुवैमध्ये एउटा रिभ्यू सोध्न सक्छ है। त्यसैले दुवैमध्ये एउटाको प्रिपेयर चाहिँ गरेरै जानु होला है। फिल्म बुकमध्ये जुन हजुरलाई इन्ट्रेस्ट छ त्यसको एउटाको चाहिँ प्रिपेयर गरेरै जानु होला। बुक फिल्म रिभ्यूमध्ये एउटा सोध्न सक्छ, कि त एसे सोध्न सक्छ, कि त ट्राभेलग, कि त बायोग्राफी, कि त डायरी इन्ट्री, कि त कम्युनिक, कि त प्रेस रिलिज। यो सबैमध्ये मोस्ट इम्पोर्टेन्ट म भनिदिइरहेको छु है। एसे, बुक, फिल्म रिभ्यू पढेरै जानु, बाँकी सबै छाडिदिनु, यो 10 मार्कको लागि है। यो मैले 6 नम्बरको लागि भने होइन। अब हामी 7 नम्बरमा 7 नम्बरमा जाउँ त के सोध्छ। 7 र 8 नम्बरमा हाम्रो ग्रामर र भोकाबुलरीबाट क्वेशन हुन्छ। 7 नम्बरमा ग्रामरबाट हुन्छ 10 मार्कको लागि, अनि चाहिँ 8 नम्बरमा भोकाबुलरीबाट हुन्छ है। अब चाहिँ 7 नम्बरमा ग्रामरबाट हुन्छ, मतलब एक मार्क गरेर 10वटा क्वेशन हुन्छ, त्यस चाहिँ 10 मार्क यसरी क्यारी गर्छ। अब चाहिँ 8 नम्बरमा फेरि भोकाबुलरी हुन्छ, एक मार्क गरेर 5वटा क्वेशन हुन्छ, अनि चाहिँ 5 मार्क क्यारी गर्छ यसरी है। यसरी हाम्रो इङ्ग्लिसको यो प्याटर्न सिधिन्छ। अब चाहिँ ग्रामरमा के सोधिन्छ अनि चाहिँ भोकाबुलरीमा के सोधिन्छ भन्ने कुरातिर अलिकति हामी लागौँ है। म भनिदिइरहेको छु, यो भिडियो पछि हजुरहरूलाई इङ्ग्लिसमा ए नत्र A+ ल्याउन कोही पनि रोक्न सक्दैन, तर त्यस्तो प्रिपरेसन पनि गर्नुपर्छ है। म जुन भनिदिइरहेको छु त्यो चाहिँ पढेरै जानुपर्छ। अब चाहिँ ग्रामरको लागि है, 10 मार्कको ग्रामर त सोधिन्छ।
अनि चाहिँ 7 नम्बरमा सोधिन्छ हैन ग्रामर। त्यसमा चाहिँ 10 वटै म भनिदिइरहेको छु है, फिक्स क्वेसन भनिदिइरहेको छु, फिक्स मतलब टपिकै फिक्स भनिदिइरहेको छु। अब चाहिँ क्वेसन किन चाहियो हैन, हेर्नु ए नम्बरमा त्यसमा चाहिँ एबिसिडी गरेर ए टु एदेखि जेसम्म हुन्छ हैन, जेसम्म अनि 10 पुग्छ हैन, 10 वटा क्वेसन हुन्छ। ए नम्बरमा चाहिँ एड्जेक्टिभ्स र एडभर्ब्सबाटै सोध्छ, फिक्स भइहाल्नु। बी नम्बरमा कङ्कर्ड, सब्जेक्ट भर्ब एग्रिमेन्ट यो वर्डबाट सोध्छ है। सी नम्बरमा प्रिपोजिसन्स, डी नम्बरमा मोडल एक्जुलरी भर्ब्स, अनि चाहिँ ई नम्बरमा टेन्स एन्ड एस्पेक्ट्सबाट सोधिन्छ। एफ नम्बरमा इन्फिनिटिभ्स एन्ड जिरन्डबाट सोध्छ है। अनि चाहिँ जी नम्बरमा चाहिँ कन्जङ्क्सनबाट सोध्छ। एच नम्बरमा चाहिँ रिलेटिभ क्लजबाट सोध्छ। अनि चाहिँ आई नम्बरमा चाहिँ भोइस पढ्नुभयो न, त्यो भोइसबाट सोध्छ। अनि चाहिँ जे नम्बरमा चाहिँ रिपोर्टेड स्पिच जसलाई न्यारेसन भनिन्छ त्योबाट सोधिन्छ। ल भइहाल्यो फिक्स 10 को 10। यो 10 को 10 टपिक पढेर जानु, 10 मा 10 मार्क ल्याउनु है। अब भोक्याबुलरीको कुरा गरौँ, यसमा पनि म भनिदिइरहेको छु। भोक्याबुलरीमा त 5 वटा क्वेसन सोधिन्छ हैन, म भनिदिइरहेको छु। एउटा चाहिँ साउन्ड सिस्टम अफ इङ्ग्लिस, जुन कन्सोनन्ट एन्ड भवेल साउन्ड पढ्नुभएको छ नि, त्यो चाहिँ फेरि लेटर होइन, फेरि के भन्छ भवेल र कन्सोनन्ट लेटर होइन के, साउन्ड भनिदिइरहेको छु। अनि चाहिँ भोक्याबुलरी स्टडी जुन चाहिँ स्टेम, रुट, सफिक्स, प्रिफिक्सहरू पढ्नुभएको छ त्यो पढेर जानु होला। स्पेलिङ, पङ्क्चुएसन, पार्ट्स अफ स्पिच, आइडम फ्रेज, नाउन नम्बर, अनि चाहिँ यसरी यस्तो कुराहरू हैन। अनि चाहिँ डिक्सनरी युज पढेरै जानु होला, डिक्सनरी युज चाहिँ पढेरै जानु होला। जुन भन्छ नि यो र यो वर्डको बिचमा के आउँछ, मतलब त्यो वर्डलाई लेटर टु लेटर मिलाउनु पर्छ हैन। एबिसिडी मतलब पढेर बुझ्नुपर्छ अगाडि पछाडि कुन आउँछ भनेर, त्यो चाहिँ मतलब अर्डरवाला है, अर्डरवाला क्वेसन। अनि चाहिँ आइडम फ्रेज पढेरै जानु होला, एकदम मोस्ट इम्पोर्टेन्ट भइहाल्यो। अब हाम्रो यो इङ्ग्लिसको प्याटर्न कम्प्लिट। अब हजुरहरूले स्क्रिनमा यो चाहिँ एउटा मोडल क्वेसन हेर्नु र मैले भनेका कुराहरू मिलिरहेको छ या मिलिरहेको छैन कमेन्ट अवश्य गर्नुहोला। मिल्छु अर्को भिडियोमा। हस्त, धन्यवाद। थ्याङ्क्स फर वाचिङ।